वेलकम माई न्यू भ्लग है। आज नारायणी पुल, चितवनको नारायणी पुल भनेको त्यो यो है। यतापट्टि मान्छेहरू छ ल, के हुन्छ म देखाउँछु। तपाईँहरू नारायणी पुलबाट आउनु भने चाहिँ यताबाट आउनुहुन्छ, अनि त्यसपछि पुलचोक आउनुहोस्। पुलचोकबाट यता आएपछि ठ्याक्क पुलचोकबाट तल आउनुहोस् होइन, त्यहाँ चाहिँ बस पार्क छ। अनि त्यसपछि यता नारायणी पुल कता हो भनेर सोध्नुहोस्, मान्छेले तपाईँलाई डिरेक्सन बताइदिन्छ। यताबाट यसरी आउनुहुन्छ, अनि यतापट्टि यसरी मान्छेहरूको चाहिँ यो छ भनौँ न, एकदम राम्रो छ। तपाईँहरू यता आउँछ, यो यतापट्टि नारायण पुलतिरको चाहिँ खाजा खाने ठाउँहरू, यसो पानीसानी खानुहुन्छ नि यतापट्टि छ, र उताबाट नि छ है, अनि यतापट्टि नि छ। बोटहरू हेर्नुहोस् है, आज खासै चलेको छैन बोटहरू। तपाईँहरू यहाँबाट यहाँबाट गिफ्टहरू छ है। यतापट्टि छ तपाईँहरूको ठाउँ स्टेसनल कन्टेस्टहरू छ, घुम्ने ठाउँ हो यो नारायणपुरको। तपाईँको आएपछि यो छ ठाउँहरू रमाइलो छ है। यहाँबाट माथि जाने तपाईँको यता पनि रोडहरू छ, यता रोडहरू यता छ, त्यसपछि यता पनि रोडहरू छ। अनि यहाँबाट छ भनेपछि यो आइएस नन मेड सेन्टर भन्ने यतापट्टि छ। तपाईँहरू स्टलहरू यतापट्टि छ, यस्तरी छ है त। मन्दिरहरू यता छ, उतापट्टि पनि छ है नारायणको आयुष भिर एड्स एन्ड भेन्चर भन्नेहरू छ होइन उतापट्टि। चहल पहल हाम्रै रहेछ आज होइन। यहाँबाट यसरी जान्छ, यहाँबाट यसरी छ है। गएपछि यस्तो गरेर आउनुहुन्छ, यहाँबाट चाहिँ आइसनल रोड छ। यहाँबाट यस्तो गरेपछि यतापट्टि आउनुहुन्छ, तपाईँहरूले देख्न सक्नुहुन्छ बोटिङहरू है। एकदम बोटिङहरू चाहिँ एकदम ह्याप्पिएस्ट ठाउँहरू छन् यहाँ नारायणको तीरहरूमा। मान्छे खासै तपाईँहरू घुम्न आउन सक्नुहुनेछ आज होइन, त्यो ठाउँतिर हो। एकदम रमाइलो छ क्या, भ्यूहरू हेर्नु न तपाईँहरू। चितवनको नारायणी पुल, यहाँ नारायणी पुल जस्तो ठाउँ यहाँ छ। नारायणी पुलको यसो ठाउँहरू आज तपाईँलाई म देखाउँदैछु मेरो भ्लगमा। यो बोटिङहरू चल्दैछ है। यो नारायणी पुलपट्टि मन्दिरहरू छ, यो आमा तीर्थ अथवा मधेश्वर गरिदिने यसरी पूजाहरू गर्ने ठाउँ ए हुन्छ। उतापट्टि आज यस्तो पूजा घर छ है। गुरुङ युगर ब्लग, यु क्यान लाइक सब्सक्राइब है माई भिडियो। उतापट्टि पनि छ उतापट्टि ब्लगहरू छ है। उतापट्टि नारायणतिर एकदम मान्छेको चहल पहल
उतापट्टि पनि छ है उताबाट यतापट्टि यस्तो ठाउँ छ मसोरी घुमेर यताबाट सबै सोरी स्टलहरू छ तपाईहरुलाई है नारायणीको माझ यसरी नारायणहरू छ यताबाट उता स्टलहरू छ है उताबाट स्टोरी छ यो आजको चहल पहल बोटिङहरू त मन्दिर छ भक्तजनहरू यता घुम्दैछन् है म यतापट्टि पुलबाट आएको आज आउँछ मान्छेहरू चहल पहल बढ्दैछ नारायणी पुलको चितवन नारायणी पुल गङ्गा महारतीको स्टलहरू सबै छन् अरू छ यहाँ यसरी छ बुद्ध स्टुपाहरू छ है उताबाट नि आउन सक्नुहुन्छ गाडी यता स्टलहरू राख्दैछ यो नारायणी पुलको चुपाया बुद्ध मन्दिरहरू छ उतापट्टि मन्दिरहरू पारिपट्टि छ है यो यताको भ्यू हो तपु जाने यो घर उता तबाट पनि छ घुम्ने ठाउँहरू सी परेछ यहाँबाट मन्दिरहरू छ उतापट्टि बोटिङहरू उतापट्टिको छ नारायणको उता छ जनहरू यस्तरी छ है त पारी पारी नारायणको तिरको पुलहरू त छ होला त्यताहरू सबै पोस्ट छ है म चाहिँ अब यतै मलाई गालीगा कोरिन्छ फल इन ल भन्ने स्टोरी तपाईँहरू यता आउनु सक्नुहुन्छ है आज सो हेर्दा उता मन्दिरहरू थुप्रै छ उताबाट पनि छ है थुप्रै छ म उताबाट माथि आउँछ
यताबाट गएँ भरतपुर महानगरपालिका ग्रेड्स यताबाट साइड मन्दिरहरू मन्दिरहरू छ स्ट्रिटहरू यता मन्दिरहरू छ है मन्दिरहरू छ है भगवान मन्दिर रहेछ राधा कृष्ण राजी मन्दिर दर्शन मन्दिर हर हर महादेव यता पनि छ श्री स्वास्थ्य माता दर्शन आश्रमहरू यतापट्टि सबै मन्दिरहरू छन् मन्दिरहरू छ अहिले यो मन्दिर तपाईँहरूले देखाएँ बेचुरबाट हामी कहाँ जाऊँ स्ट्रेट त्यहाँबाट सिन्धुनाथ यसरी अब म उता गएँ एउटा सिरियल आउँछ यो पट्टि भगवान रहेछ त्यहाँपट्टि चाहिँ हुन्छ गुरुङ चित्रवन विहार मन्दिर अच्छा
यहाँबाट यसरी बस्छु कि मन्दिरहरू यता यस्तो रहेछ एकदम राम्रो ठाउँ मन्दिरहरू बस्नुहरू छ है त्यहाँबाट यता हामी क्यान्टिनहरू पनि छ है यतापट्टि रहेछ बुद्धको पट्टि बुद्ध भगवान मन्दिर रहेछ आज नारायणपुरतिर यसो आइदिएको घुम्न आएको मान्छेको चहल पहल पनि हेरियो अब म फर्किन्छु गाइस यो ठिकै छ है ल अब अर्को भिडियोमा भेटौँला है गाइस।